विचार शुद्धि र भाव शुद्धिमा जानुभन्दा पहिला म भगवान बुद्धको एउटा भनाइलाई राख्न चाहन्छु। भगवान बुद्धले के भनेका छन् भन्दा सबैजनाले लेख्नु होला, हामी जस्तो विचार गर्छौं त्यस्तै बन्छौं। लेख्नु त, हामी जस्तो विचार गर्छौं त्यस्तै बन्छौं। अब यसमा त के थाहा हुन्छ भन्दा अहिलेसम्म तपाईं हामी जे जस्तो छौं त्यो भनेको विगतमा हामीले जे जस्तो खालको सोच्यौं त्यसैको परिणाम हो। र यसमा यदि हामी सन्तुष्ट छौं भने हामी त्यस्तै सोच्दै जान्छौं जस्तो हामी सोच्दै आइरहेका छौं। तर यदि अहिले तपाईं जस्तो हुनुहुन्छ, तपाईंको जीवन जे जस्तो छ यसमा पूर्णतया सन्तुष्ट हुनुहुन्न, कहीं कतै तपाईं परिवर्तन चाहनुहुन्छ, केही प्रगति चाहनुहुन्छ भने अब तपाईंले अहिले जसरी सोच्दै आउनुभयो त्यसरी सोचेर पुग्दैन। तपाईंले अब त्यसरी सोच्नु पर्यो जस्तो तपाईं बन्न चाहनुहुन्छ हो विचारको सवालमा। अब यसरी नै अर्को सेन्टेन्स छ भगवान बुद्धको, त्यो भनेको हामी जस्तो महसुस गर्छौं, हामी मनमा जस्तो महसुस गर्छौं त्यस्तै आकर्षित गर्छौं। लेख्नु त। अब यो भनेको भावको कुरा भयो। महसुस गर्ने भनेको हामीले हाम्रो भाव, इमोसन, फिलिङ्स भयो। अब साधारणतया हामीले के भन्छौं भन्दा कुनै पनि मलाई सुख या दुःख जसो पनि अनुभव हुन्छ, यसमा कुनै बाहिरी घटना परिस्थितिको कारणले मलाई त्यस्तो हुन्छ भनेर हामीले सोच्दै आएका थियौं। तर भगवान बुद्ध के भन्नुहुन्छ, हामीले कुनै पनि महसुस, चाहे त्यो सुखद होस् या दुःखद, त्यसको लागि बाहिरको घटना र परिस्थितिको कारणले होइन, बरु त्यो घटना र परिस्थिति चाहिँ हामीले निरन्तर जस्तो महसुस गरेको छौं त्यसको कारणले आकर्षित भएको हो भनिन्छ। अब यसलाई बुझ्न अलि कठिन छ, यो बुझ्न धेरै कठिन छ। जस्तो दुईवटा कन्डिसन हुन्छ। एउटा चाहिँ कुनै घटना घट्छ हाम्रो जीवनमा, राम्रो नराम्रो कुनै घटना घट्छ हैन, सफल भइन्छ असफल भइन्छ, प्रेममा परिन्छ धोका खाइन्छ, सम्मान हुन्छ अपमान हुन्छ, नाफा हुन्छ नोक्सान हुन्छ हो, घटना घट्यो हाम्रो जीवनमा, एउटा कन्डिसन भयो। र अर्को कन्डिसन हामी भित्र हाम्रो भावनामा केही बदलाव हुन्छ, या त हामी खुसी हुन्छौं या त हामी दुखी हुन्छौं, या त हामी प्रेमपूर्ण हुन्छौं या त हर्ट फिल गर्छौं, या यस्तै यस्तै विभिन्न उतार चढाव हामीले महसुस गर्छौं। यो दुईवटा कन्डिसन भयो हैन। तपाई हामीले साधारणतया के सोचेका छौं त, अघिको जुन घटनाहरू छ त्यो घटनाहरूको कारणले अनि मलाई चाहिँ भित्र महसुस हुन्छ, त्यो उथल पुथल हुन्छ भनेर हामीले साधारणतया सोचिरहेका छौं। तर बुद्धले ठीक उल्टो भन्नुहुन्छ, त्यो घटना घटेको कारणले मलाई सुख दुःख या मेरो अनुभवमा केही प्रभाव पारेको होइन, बरु त्यो घटना चाहिँ पहिलेदेखि मैले त्यस्तै महसुस गर्थे, त्यो महसुस गर्ने मेरो आदत हो र त्यो मैले बारम्बार त्यो चिजलाई महसुस गरेको कारणले मैले नै त्यो घटना र परिस्थितिहरू चाहिँ मैले आकर्षित गरेको हो भनेर बुद्धले भन्नुहुन्छ। बुझ्नुभयो? जस्तो तपाईं कसैसँग प्रेममा पर्नु भयो, तपाईंलाई एकदमै रोमान्टिक फिल भयो, सामान्यतया हामी के भन्छौं, तपाईं म प्रेममा परे अनि म रोमान्टिक फिल गरेँ। तर बुद्ध के भन्नुहुन्छ, हैन, तिमी पहिल्यैदेखि रोमान्टिक फिल गर्दै थियौ, त्यसले गर्दा तिमीले प्रेम आकर्षित गर्यो भन्नुहुन्छ बुद्ध। यसको ठीक उल्टो। अब तपाईले धोका पाउनुभयो र तपाईले हर्ट फिल गर्नुभयो, तपाईले लाग्छ कि त्यसले मलाई धोका दिए अनि त्यसले मलाई धोका दियो अनि मैले चाहिँ हर्ट फिल गरेँ। तर बुद्ध भन्नुहुन्छ तिमी पहिलेदेखि हर्ट फिल गर्थ्यौ,
त्यो तिम्रो जिन्दगीमा हुँदैखेरि पनि तिमीले त्यो पीडा महसुस गर्थ्यौ कि कल्पनै गरेर सही तिमीले गर्थ्यौ कि त्यसले छोड्ली कि त्यसले चिट गर्ली कि त्यसले ऊ गर्ली कि भन्दै गर्थ्यौ। अब बारम्बार तिमीले त्यसको अभ्यास गरेपछि त्यो तिमी भित्रको त्यो फ्रिक्वेन्सीले गर्दा चाहिँ त्यो घटना आकर्षित भयो कि उसले अब तिमीलाई छोड्यो या छोडी। यो युनिभर्सल जीवनको जुन शाश्वत सत्य छ त्यो भनेको चाहिँ यो हो। ठिकसँग कान खोलेर सुन्नु होला है यो सत्यलाई। यस्तै तपाईको जीवनमा केही सफलता आइलाग्यो र तपाईले खुसी महसुस गर्नुभयो, तपाईँ हामी के भन्छौँ, त्यो सफल भएको कारणले चाहिँ म खुसी भएँ। तर बुद्ध के भन्दै हुनुहुन्छ, तिमी पहिल्यैदेखि खुसी थियौ, तिमी खुसी थियौ, त्यो खुसीले गर्दा तिम्रो त्यो चिज मेनिफेस्ट भयो सफलता, तिमीले त्यो सफल हुन सफल भयो। त्यो खुसी हुने चाहिँ तिम्रो पहिलेदेखिको आदत हो। र इमोसनल प्याटर्न भनेको चाहिँ हाम्रो जस्ट ह्याबिट हो। लेख्नु होला, हाम्रो इमोसन भनेको चाहिँ हाम्रो आदत या भनौँ त्यो प्याटर्न हो, ढाँचा पद्धति भन्छ नि, त्यो भनेको ह्याबिट भनेको त बुझ्नुहुन्छ नि, आदत। यदि हामी कुनै पनि कुरा निरन्तर रिपिट गर्छौँ भने त्यो हामी अटोमेटिक हामी त्यो चिज गर्छौँ हैन। जस्तो चुरोट खाने मान्छेको आदत हुन्छ, रक्सी खाने मान्छेको आदत हुन्छ, यसरी नै राम्रा आदत पनि हुन्छन्। यसरी नै तपाईले जुन इमोसन, हाम्रो इमोसनल फिलिङ्स, यो पनि जस्ट ह्याबिट हो। बाहिरको घटनासँग यसको कुनै पनि सम्बन्ध छैन, यो जस्ट आदतमा चल्छ। जीवनको एउटा वास्तविक सत्य भनेको चाहिँ यो हो। तर यसको कारणले बाहिर केही घटनाहरू घट्छ र के चाहिँ फरक पर्छ भन्दा बाहिर घट्ने घटना या परिस्थितिले चाहिँ त्यही पहिलेदेखि भइरहेको जुन इमोसन छ त्यसलाई म्याक्सिमाइज गरेर अगाडि ल्याइदिन्छ कि, यति चाहिँ हो। त्यही भएर हामीलाई लाग्छ कि यसैको कारणले चाहिँ मैले त्यो अनुभूति गरेँ जस्तो लाग्छ हामीलाई। त्यसले चाहिँ त्यसलाई म्याक्सिमाइज गर्छ, मल्टिप्लाई गरेर अनि तपाईको सर्फेसमा ल्याइदिन्छ जुन तपाईँ भित्र थियो। तर त्यो चाहिँ तपाईको पहिलेदेखिको आदत हो, त्यो इमोसन। अब के गर्ने त भन्दा, अब आदतको मतलब के हुन्छ, तपाईले कुनै पनि आदत, विगतको आदत फेरि आज दोहोऱ्याउनु भयो भने के हुन्छ, त्यो आदत अझै मजबुत हुन्छ हो। अनि हिजोसम्म चुरोट खाइरहेको थियो, आज पनि चुरोट खायो भने के हुन्छ त, त्यो ह्याबिट अझै फिक्स्ड हुन्छ नि, अझै स्ट्रङ हुन्छ नि त आदत, होइन। भनेपछि अब विगतको तपाईको इमोसनल प्याटर्नको कारणले तपाईको जीवनमा गलत कुनै घटना घट्यो भने अब फेरि तपाईले आफ्नो इमोसनल प्याटर्नलाई नबुझिकन फेरि त्यो परिस्थितिलाई रियाक्ट गर्न थाल्नु भयो भने के हुन्छ, तपाईको त्यो आदत अझै मजबुत हुन्छ कि, इमोसनल जुन प्याटर्न छ त्यो अझै फिक्स्ड हुन्छ। तर तपाईले यो घटनासँग यसको कुनै सम्बन्ध छैन, यो मेरो चाहिँ विगतको आदत रहेछ, मैले जस्तो महसुस गर्छु। अब घटना जस्तो घटे पनि, जतिसुकै खराब घटना घटे नि विगतको मेरो गलत ह्याबिटको कारणले, जस्तो घटना घटे पनि म भित्रबाट चाहिँ सकारात्मक नै भइराख्छु भनेर तपाईँ भित्रबाट चाहिँ आफ्नो इमोसनल प्याटर्नलाई चेन्ज गर्ने कोसिस गर्नुभयो, नेगेटिभबाट पोजिटिभ बनाउने कोसिस गर्नुभयो भने, अब जब निरन्तर तपाईले यो कोसिस गर्नुहुन्छ तब तपाईको इमोसनल प्याटर्न चाहिँ सकारात्मक हुन्छ। र जुन दिन तपाईको इमोसनल प्याटर्न सकारात्मक हुन्छ त्यसपछि तपाईँ वरपर फेरि तपाईले भनेको जस्तै घटना, परिस्थिति, मान्छेहरू आउन थाल्छन्। बुझ्नुभयो? बुझ्नुभयो नि त, है के बुझ्नु भएन? र यसरी नै अर्को सेन्टेन्स लेख्नुहोस्, हामी जस्तो इमेजिन गर्छौं
त्यस्तै क्रिएट गर्छौं, त्यस्तै क्रिएट हुन्छ। अब यो कसरी हुन्छ, धेरै लामा लामा कुराहरू छन् हैन। यो साइन्टिफिक अनुसार नै प्रुभ हुन्छ कि कुनै पनि चिज कन्सियसनेसले जे इमेजिन गर्छ त्यो चिज वास्तविकतामा क्रिएट हुन्छ हैन। यो चाहिँ साइन्टिफिकल्ली प्रुभन कुरा हो। यो क्वान्टम साइन्सतिर जानुपर्छ, एकदम लामो एक्सप्लेनेसनहरू हुन्छ। जस यसलाई बुझ्दै जानु होला। अघिको वाक्यमा चाहिँ हामीले जस्तो महसुस गर्छौं त्यस्तै कुरा कसरी आकर्षित हुन्छ र? हाम्रो ब्रेनमा एउटा रेटिकुलर एक्टिभेटिङ सिस्टम भन्ने एउटा नर्भस सिस्टम हुन्छ। यसलाई लेख्नु त, रेटिकुलर एक्टिभेटिङ सिस्टम। बोटनी पढिरहनु भएको छ, थोरै यता जुलोजी पनि न्युरोसाइन्स पनि पढौं कि पढ्नुपर्छ यी चिजहरू तपाईहरुले। रेटिकुलर एक्टिभेटिङ सिस्टम हुन्छ। यो भनेको चाहिँ हाम्रो ब्रेनको अल्गोरिदम हो। यसले चाहिँ इन्फर्मेसनहरूलाई भित्र पठाउने कि नपठाउने भन्ने निर्णय यसले गर्छ कि भित्र र बाहिर इन्फर्मेसन पास गर्दाखेरि चाहिँ फिल्टर गर्ने काम गर्छ यसले। मोबाइलको अल्गोरिदमहरू जस्तै हो। र यसले के काम गर्छ भन्दा जस्तै मोबाइलको अल्गोरिदममा के हुन्छ त, जस्तै यदि तपाईँ आफ्नो फोनमा कुनै एउटा कमेडी भिडियो सर्च गर्नुभयो र त्यसलाई पुरै हेरिदिनु भयो भने तपाईको मोबाइलको सबै प्लेटफर्ममा चाहिँ मोबाइलले तपाईलाई केही कमेडी भिडियो सजेस्ट गर्छ हो। अब तपाईले बाइ डिफल्ट त्यसलाई फेरि क्लिक गर्नुभयो र पुरै हेरिदिनु भयो, फेरि क्लिक गर्नुभयो, फेरि हेर्नुभयो, फेरि क्लिक गर्नुभयो, फेरि हेर्नुभयो। कम्तीमा 1 वर्ष यसो गर्नु, तपाईको मोबाइलले तपाईलाई कमेडी भिडियो मात्रै पठाउँछ। त्यो मोबाइलको अल्गोरिदमको काम हो। यसरी नै तपाईं चाहिँ लभ स्टोरी कन्टेन्टहरू हेर्नुहुन्छ भने यसरी नै पठाउँछ। क्राइम थ्रिलर हेर्नुहुन्छ भने त्यस्तै पठाउँछ हैन। सेक्सुअल कन्टेन्ट हेर्नुहुन्छ भने पनि त्यस्तै पठाउँछ। त्यो चाहिँ मोबाइलको अल्गोरिदमको काम हो। मोबाइलको अल्गोरिदमले कहिल्यै पनि यो भन्दैन कि के सही हो के गलत हो, तपाईका लागि के ठीक हो भन्दैन। के था तपाईका लागि मोटिभेशनल कन्टेन्ट, परीक्षाका लागि इम्पोर्टेन्ट कन्टेन्ट पो चाहिन्छ कि तपाई क्राइम थ्रिलर सेक्सुअल कन्टेन्ट हेरिरहनु भएको छ हैन। तपाईँ तेरो पढ्ने बेला हो, एक्जाम आइरहेको छ भनेर तपाईलाई एक्जाम सम्बन्धी कन्टेन्ट पठाउँदैन। त्यस्तै सर्च गर्नु भयो भने चाहिँ पठाउँछ फेरि मोबाइलको अल्गोरिदमले हो। यसरी नै हाम्रो रेटिकुलर एक्टिभेटिङ सिस्टमले पनि तपाईँ अलरेडी कुन कुन कुरामा इन्ट्रेस्ट हुनुहुन्छ, तपाईँ आज रक्सी खानु भएको छ, भोलि पनि रक्सी खानु भएको छ, पर्सि नि रक्सी खानु भएको छ भने तपाईलाई त्यही रक्सी खाने मान्छेहरू नै भेटाउँछ। त्यस्तै त्यस्तै माहौलहरू चाहिँ खोज दिन्छ। यसलाई चाहिँ यही छ यार त भन्दै रेटिकुलर एक्टिभेटिङ सिस्टमले। अब तपाईँ चाहिँ पढाइमा लगनशील हुनुहुन्छ, तपाईँ आफू मेहनती हुनुहुन्छ भने र तपाईँ केही जीवनमा केही गर्नको लागि अगाडि बढेर यसरी नै तपाईले कामहरू गर्दै आउनु भएको छ भने अब तपाईको रेटिकुलर एक्टिभेटिङ सिस्टमले त्यसैका लागि सपोर्ट हुने कुराहरू तपाईलाई खोजिदिन्छ, भेटाइदिन्छ। किनकि यो संसारमा भएका सबै कुराहरू हामीले देख्दैनौं, सबै कुरा हामीले सुन्दैनौं। हामीले ती चीजहरू मात्रै देख्छौं, ती चीजहरू मात्रै सुन्छौं, ती चीजहरू मात्रै हाम्रो जीवनको सम्पर्कमा आउँछन् जुन कुरा हाम्रो माइन्डमा अलरेडी छ। हामीले विगतमा जुन माइन्ड भित्र राखेका छौं ती चीजहरू मात्रै हामीले चाहिँ अनुभव गर्छौं जीवनमा। यो साइन्टिफिकली प्रुभन कुरा हो। 2-3% कुराहरू मात्रै हामीले चाहिँ रजिस्टर गर्छौं कि तपाईले झ्याप्प आँखा खोलेर कुनै बाहिर झ्याप्प हेर्दाखेरि तपाईले ती सबै कुरा देख्नुहुन्न कि सबै ब्लर हुन्छ। तपाईले त्यो चीज मात्रै देख्नुहुन्छ जुन चीज तपाईको ब्रेनले अलरेडी खोजिरहेछ कि यो तपाईको माइन्ड भित्र अलरेडी छ। तपाईले यहाँ म 2 घण्टा बस्दाखेरि मैले बोलेको ती सबै कुरा सुन्नुहुन्न। तपाई भन्नुहुन्छ होला किन सुनिन मैले, साच्चीकै सुन्नुहुन्न। तपाईलाई ब्रेन साइन्स र मनोविज्ञानको बारेमा थाहा नै छैन। यदि तपाईले सबै सुने मैले भन्नुहुन्छ भने तपाईले ती चीजहरू मात्रै सुन्नुहुन्छ जुन कुरा तपाईको धारणासँग मेल खान्छ या तपाई अलरेडी कहीँ न कहीँ त्यो चीज तपाईले मान्नुहुन्छ। त्यसको विपरीत कुरा तपाईले सुन्न पनि सुन्नुहुन्न। त्यही भएर बारम्बार ठोक्नु पर्ने कारण त्यो हो।
रिपिट। त्यो चिज तपाईले देख्नु नै हुन्न जुन कुरा तपाईको धारणामा मेल खाँदैन। त्यही भएर त विभिन्न धर्म विभिन्न राजनैतिक पार्टीहरूको मान्छेलाई आफ्नै धर्म आफ्नै पार्टीको मान्छेहरूको कुरा मात्रै किन मनपर्छ, अरूको किन मन पर्दैन? किनकि उनीहरूले आफ्नो धारणा भन्दा विपरीतको कुरा उनीहरूले सुन्दै सुन्दैन, प्रवेशै गर्दैन ब्रेनमा। यो हाम्रो ब्रेनले यसरी काम गर्छ, यो रेटिकुलर एक्टिभेटिङ सिस्टमले। त्यही भएर तपाईको जीवनमा अलरेडी जस्तो खालको प्याटर्न छ, जिन्दगीले तपाईलाई त्यस्तै कुरा ल्याइदिन्छ कि न यसमा भगवानको दोष छ, न कसैको दोष छ, न भाग्यको दोष छ, कसैको दोष छैन। यो सिर्फ हामी यो ब्रह्माण्डले चाहिँ हामीलाई नै सपोर्ट गर्छ। वास्तवमा मनुष्यमा आइसक्दाखेरि यो अस्तित्वले हामीलाई नै जिम्मा दिएको छ कि हाम्रो जीवनको बारेमा। अस्तित्वले हाम्रो टेक केयर गर्दैन। टेक केयर गर्दैन भन्नाले हामीलाई मालिकको रूपमा राखेर अनि टेक केयर गर्छ कि हाम्रै चाहना अनुसारको कुराहरूको लागि सर्भेन्टको रूपमा चाहिँ यो अस्तित्वले काम गर्छ। मान्छेमा आइपुग्दा हाम्रै डिसिजन अनुसार काम हुन्छ। हामीभन्दा माथि यो जगतमा केही नै छैन कि खासमा। यदि छ भने शक्तिशाली छ यो युनिभर्स, तर उसले हाम्रो कुरा सुनेर अनि फैसला गर्छ। मालिक चाहिँ हामी छौँ कि तपाईको जीवनको लागि तपाई नै मालिक हुन्छ। र यो अस्तित्व चाहिँ यति शक्तिशाली छ कि त्यसलाई कसरी हुन्छ मेनिफेस्ट गरिदिन्छ कि। त्यही भएर जिम्मेवारी हाम्रै हो। बस हामी भित्रै हामीले कस्तो चिजहरू अर्डर दिँदैछौँ त संसारलाई भन्ने कुरामा बल्ल जान्नुपर्छ। त्यही भएर ध्यानको कुरा हाम्रो मनलाई हेरेर भावनाहरूलाई हेरेर कस्तो चिज चलिरहेछ, किनकि हामीलाई थाहै छैन के चलिरहेछ। अनि पछि त्यो चिज डेलिभर हुन्छ अनि हामी भन्छौँ यो त मैले मागे कि होइन, तर हामीले नै मागे हो, त्यो थाहा छैन हामीलाई। हो त्यही भएर विचार शुद्धि र भाव शुद्धिमा हामीले काम गर्नुपर्छ।